हेलो साथीहरू, अहिले जुन यो पेपर राखिदिएकी छु मैले स्क्रिनमा, हजुरहरू सबैलाई थाहा भइसक्यो होला के को बारेमा भन्ने कुरा। जुन अहिले सोशल मिडियामा चर्चा भइरहेको छ, यो स्कुल बोर्डिङहरूको जुन एडमिसन फी लिने नलिने विषयमा है। जुन अहिले सरकारले के निर्णय गरेको छ भने एडमिसन फी चाहिँ लिन चाहिँ लिने हैन, जुन नयाँ स्टुडेन्ट छ भने त्यसको चाहिँ लिने हैन। अनि अब जुन चाहिँ पटक 2-4 वर्ष पढिरहेको छ नि हैन, कुनै त पुरानो स्टुडेन्ट हुन्छ नि, त्यसको चाहिँ लिन नपाउने हैन। अनि यो मन्थली फी पनि महिनै पछि लिन नपाउने, वर्षको 2 चोटि मात्रै लिन पाउने। यदि लिएछ त्यो स्कुल बोर्डिङले लिएको छ भने चाहिँ त्यसलाई कारबाही गर्ने भन्ने कुरा छ है। यदि सुरुमा चाहिँ कारबाही गर्छ र 25,000 जरिवाना तिर्ने भन्ने कुरा छ, त्यसपछि फेरि उसले दोहोऱ्यायो त्यही कुरा, फेरि अर्को चोटि पनि दोहोऱ्यायो भने, दोस्रो चोटि भयो भने त्यसलाई चाहिँ खारेजै गर्ने भन्ने कुरा छ। यो विषयमा चाहिँ तपाईहरुलाई चाहिँ कस्तो लाग्यो है, कमेन्ट गर्न नभुल्नु होला।